हेलो साथीहरू, आज चाहिँ मैले एउटा खानाको भिडियो लिएर आएको छु। आज चाहिँ मैले रोस्ट, पुलाउ, राजमा र अचार बनाउन लागेको छु। रोस्टको लागि मासु लिए, हल्का लसुन र अदुवा पेस्ट बनाएर हालेँ, 2टा अन्डा फुटाएँ, अन्डालाई पनि त्यहाँ राखेँ। त्यसपछि पनि खुर्सानीको पेस्ट हालेँ। अब अलिकति कागतीको रस हाल्ने अनि मजाले त्यसलाई बेसार हालेर नुन हालेर मजाले मोलेर 1-2 घन्टाको लागि राखिदिने। ढाकेर राखिदिइसकेको छु मैले चाहिँ। यता चाहिँ मैले आलु बसालेको छु अचारको लागि। यता केरो पनि बनाएर रेडी पारिसकेको छु। यता फेरि पुलाउको लागि चामल पनि भिजाइसकेको छु। अब अचार बनाउनुतिर लाग्छु म। केरो भुटेँ, यता काँक्रा पनि काटेर रेडी पारिसकेको छु। ल केरो पनि भुटिसकेँ। हल्का प्याज पनि हालेको मिठो लाग्छ कि मलाई फेरि काँक्राको अचारमा। अनि तिलको छोप पनि हालिसकेको छु। नुन हालेँ अनि त्यसलाई अब मजाले चुक हालेर मोल्नुपर्ने हुन्छ कागतीको रस। अचार पनि रेडी भइसकेको छ। अब चाहिँ मासुको पालो। मासु चाहिँ 2 घन्टा भइसकेको छ। त्यसपछि मैले मैदा हालेर मोलेर राखिसकेँ। यता चाहिँ घिउ हालेर पुलाउ पकाउनु लागि यता राजमा पाकिरहेको छ। केरो हालेँ। अब चाहिँ अघि नै भिजाएर राखेको चामल भिजिसकेको छ। पानी तार्नुको लागि राखेको थिएँ। अब त्यसलाई मजाले भुटेर अब यतिको भइसकेपछि यसलाई पानी हाल्नुपर्ने हुन्छ। यसलाई पानी हालेर सिटी लगाउनको लागि छोडिदिन्छु। यता चाहिँ अब मासुलाई म तार्न गइरहेको छु। भाँडोमा तेल हालेँ, मासु पनि हालिसकेको छु। मजाले पाक्नको लागि एकछिन छोडिदिन्छु। रोस्ट पनि रेडी हुन लागिसक्यो। यता पुलाउ पनि सिद्लाइसक्यो। मासु पनि पाक्यो। आजको खाना चाहिँ मेरो यति नै रहेको छ। मनपर्नेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। हस्, थ्याङ्क यू।